कहिलेकाहीँ एकान्तमा हिँड्दाखेरि पनि आनन्द आउँछ यार। मनमा यति धेरै कुराहरू खेलेको हुन्छ नि अब मान्छे एकजना एक्लै होइन यताउता हेर्दै आफूले जो सोचिरहेको थियो बसी सोचिरहेको थियो नि त्यो कुरोहरूलाई बिर्सिएर बाहिर यसो हिँड्दाखेरि छुट्टै दुनियाँमा मतलब छुट्टै फिल आउँदो रहेछ। जस्तो अहिले म बिहानदेखि त 12 घन्टा ड्युटी गरिरहेको थिएँ। आज 24 घन्टाको ड्युटी छ होइन। मेरो ड्युटी यहीँ माथि त्यो बिल्डिङमा छ, ठ्याक्क 4th फ्लोरमा छ मेरो। ड्युटीमा बसी तङ्ग आएको थिएँ अनि त्यसपछि यसो बाहिर गएर आउँछु भनेर ठ्याक्क अहिले बाहिर डुल्न आएको छु एक्लै। एकैछिन त्यहाँ बसेँ, हल्का भयो भने मन फ्रेस भयो। अब एकैछिन माथि जान्छु, फेरि हेर्छु, यताउता पलट गरेर हेर्छु अनि फेरि एकैछिनपछि थप आउँछु, किनकि मनलाई शान्त राख्नु छ। चाडपर्वमा यतै भइयो, घर जान पाइएन। के भने मुस्कान त देखिराख्नु भएको छ, तर मुस्कान पछाडिको जुन उदासी हुन्छ नि हो त्यो चाहिँ क्यामेराले क्याप्चर गर्न सक्दो रहेनछ क्या। फरक यति हो, सबैको यस्तै हो। हाम्रो जति पनि परदेशी दाजुभाइहरू छन् सबैको सायद व्यथा एउटै हो। टिकटकमा भिडियो हाल्नुहुन्छ, पोस्ट गर्नुहुन्छ होइन, तर आफूले फिल गरेको या आफूले भोगेको कुराहरू चाहिँ उहाँहरूले व्यक्त गर्न सक्नु हुँदैन। किन व्यक्त पनि कसलाई गर्ने हो र भने जस्तो हुन्छ होइन। जे गर्नु छ आफ्नो लागि गर्नु छ, आफैले गर्नु छ। अरूलाई भनेर बाल, अरूलाई देखाएर बाल, सो अरूलाई आफ्नो दुखेसो पोखेर यो मान्छेहरू आजकल दुखेसो पोख्यो भनेर त्यो मान्छेलाई चाहिँ सान्त्वना दिन भन्दा पर सर्छन्। सो त्यो पर सर्नभन्दा उनीहरूलाई सरेको देख्नुभन्दा राम्रो आफ्नो सबै कुराहरू थाहा पाएर पर सर्नुभन्दा पहिल्यै उनीहरूको अगाडि चाहिँ आफ्नो दुखेसो नराखिकन होइन बस्यो भने त्यसैलाई ठिक हुन्छ। एटलिस्ट मनलाई त शान्त मिल्छ कि कसैले थाहा पाएनन् मेरो व्यथा भनेर। तर जीवनमा कहिलेकाहीँ यस्तो मान्छे पनि चाहिँदो रहेछ कि यार खुलेर दुःख पोख्न मिलोस् कि या मतलब आफूले फिल के गरेको छु भनेर के। दुःख भन्नाले त्यति साह्रो केही दुःख त छैन होइन, तर हुन्छ नि यार मनमा पनि हुन्छ नि त। म के गर्न चाहन्थेँ र के गरिरहेको छु त्यही हो कि फरक भनेको। मनले चाहेर गरेको चिज र मनले नचाहँदै गरेको चिज धेरै फरक हुन्छ होइन। 8 वर्ष भइसक्यो यहाँ बाहिर विदेश बसेको म। 8 वर्षदेखि घरको मुख देखेको छैन, मतलब फोटो भिडियोमा त देखियो होला, तर 8 वर्षदेखि मैले घरको मुख देखेको छैन। फाइनल्ली अहिले धेरै एक्साइटेड छु कि जान्छु भन्ने यो वर्ष चाहिँ भगवान्ले कृपा गरून् नि म जान्छु भएन भने पनि क्यान्सल हालेर जान्छु। परदेशी जिन्दगी ठिकै छ, तर फ्यामिलीसँग बस्न पाएँ होइन राम्रै हुन्छ। किनकि नेपालमा बसेर फेरि यही आम्दानी भएन भने चाहिँ गाह्रो हुने हो। नत्र फ्यामिलीसँग बस्नु जस्तो खुसी फ्यामिलीसँग अहिले पहिला त त्यति साह्रो हुन्थेन मलाई होइन। अहिले यो रिसेन्टली जो साथीहरूले पोस्ट हाल्नुहुन्छ, साथीहरूले यताउता गरेर होइन भिडियोहरू हाल्नुहुन्छ, थाहा छ अब उहाँ नेपालमा बसेर पनि उहाँहरूलाई खाना बस्न काम गर्न उता गर्न गाह्रै हुन्छ, थाहा छ म्यानेज गर्न गाह्रै हुन्छ। तैपनि परिवारसँग बसेको देख्दाखेरि चाहिँ म पनि यार म त्यही गरेर परिवारसँग बस्न पाए हुन्थ्यो भन्ने जस्तो त हुँदो रहेछ क्या। जतिसुकै होइन फ्यामिलीसँग जस्तोसुकै जेसुकै भए पनि यार घर बस्न पाए, घरै काम गरेर बस्न पायो भन्ने त हुँदो रहेछ क्या होइन। पहिला फिल हुन्थेन, पहिला चाहिँ सायद मेरो अवस्था त्यस्तो थियो होला या के हो होला होइन। त्यति बेला चाहिँ मलाई खासै फिल हुन्थेन। आजकल चाहिँ मलाई एकदम फिल हुन लागिरहेको छ कि यार एटलिस्ट म घर गएर घर फ्यामिलीसँग बस्न पाएँ या सानोतिनो केही गरेर फ्यामिलीसँग मात्रै बस्न पाएँ भने पनि सायद
जो स्ट्रेस लिएको हुन्छ नि दिमागमा त्यो चाहिँ खत्तम हुन्छ होला यो सायद यो मेरो मात्रै होइन होला हामी सबै जति पनि परदेशी या हामी जति पनि युवाहरू छौँ जो बाहिर गएका छन् उनीहरूको सबैको त्यही हो किनकि आफ्नो देशमा के गरे जस्तो बाहिर गर्दा कहिले पनि केही पनि हुँदैन मेरो देशमा मैले गरेँ भने अर्काको नोकरी गर्नुभन्दा मैले त्यही केही न केही गर्छु क्या गर्न सक्छु भनौँ न इष्टमित्र छरछिमेकी कोही होलान् जो पछाडिबाट छुरा हान्ने तर धेरै जस्तो त साथ दिने पनि हुन्छ नि